फाइनल्ली हामी हिँड्दैछौँ है महिना। हेलो नमस्ते। यो चाहिँ खाना आमा हेलो गुड मर्निङ। अहिलेको चाहिँ बिहानको 5:30 भएको छ। म चाहिँ रेडी भइसकेको छु। आज चाहिँ हामी दानावारी जाने कुरा छ हाइकको लागि, अनि म चाहिँ रेडी भइसकेको छु। अब हाइक गर्न जानु लागेको है। अनि 6 बजेतिर हामी सेउती पुल, काठको पुल भन्छ, त्यहाँ चाहिँ भेट्ने भन्ने कुरा छ। अनि त्यहाँ भेट भएर हामी सबैजना जाने कुरा छ। अनि म चाहिँ अब लगभग रेडी भइसकेँ। यहाँ 8वटा त्यहाँ 15 भन्छ, 15 हो त्यो। 15 पुग्न चाहिँ अलिक टाइम लाग्छ, आधी घन्टा जति लाग्छ। अनि म चाहिँ अगाडि नै रेडी भइसकेको छु। अनि आज चाहिँ हामी धेरैजना जाँदैछौँ, त्यही भएर पनि एकदम रमाइलो हुनेवाला छ दानावारीसम्म। अनि आजको भ्लग म बनाउने छु, कस्तो हुन्छ, को हुनुहुन्छ है। अनि तपाईँहरू पनि जान चाहनुहुन्छ भने यो भिडियो तपाईँहरूको लागि हुनेछ है त। ल हेरौँ बाटोमा कस्तो हुँदो रहेछ आजको यात्रा। ओके हेरौँ। म कस्तो भएको छु त्यो पनि त हेर्नु पर्छ नि त होइन। हेर्नेमा चाहिँ यस्तो भएर ट्याक्ससँग यस्तो भएर हिरो भएर जाँदैछ है। क्याप पनि लाउँछु होला किनकि घाम लाग्छ दिउँसो, त्यही भएर पनि। ओके ल आजको यात्रा चाहिँ सुरु हुन्छ। तर मलाई चाहिँ निन्द्रा लागिरहेछ। यो राति धेरै नै ढिलो सुतिएछ, त्यही भएर अलिअलि निन्द्रा लागिरहेछ। यो भिडियो अन्तिमसम्म हेर्नु होला। अनि भिडियोलाई लाइक सेयर गरिदिनु होला। अनि च्यानललाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। ल हेर्नु यहाँ आलाम बजेको छ, कुखुरा बासेको छ है त। भान्चोक जाने कुरा भयो। भान्चोकमा भेट भएर त्यहाँ 2-3जना साथीहरूसँगै जाने कुरा भयो। अनि म चाहिँ भान्चोक जाने कुरा गरिरहेको छु है त। ल पढेर छ, केही देखेको छैन होला, त्यही पनि हेर्नु होला भ्लग। चाहिँ 5:40 भइसक्यो, त्यही पनि मौसम चाहिँ यस्तै छ, चिसो छ, जाडो छ है साथीहरू। भोटे बोलाइसकेँ। अनि म चाहिँ मर्निङ वक गर्दै बिस्तारो जगिङ गर्दै आएको, छिटै आइपुगेँ है। अब भान्चोक पुग्छु। अनि अहिलेको मौसम चाहिँ यस्तो छ। भान्चोक भोटेपुर हाम्रो रोडहरू सुनसान छ। भान्चोक आइपुगिसकेँ। अब म चाहिँ साथीलाई खोज्दैछु है। घन्टाघर चाहिँ यहाँ छ, बजार चाहिँ यस्तो छ यतिखेरको। यतिखेर चाहिँ म भान्चोक आइसकेँ। अनि नितेश साथीसँग भेट भयो। गुड मर्निङ, के छ खबर? गुड मर्निङ। एकदमै ठिक छ। हामी छिटो आएको कि अरू ढिलो आएको अरे? टाइम त यही हो, हामी आइसकेको छौँ। ल ओके। अहिले चाहिँ 6 बजिसकेको छ। अनि हामी 2जना चाहिँ आइपुगिसक्यौँ। अनि अरू चाहिँ ढिलो आइपुग्नु भयो। अब पर्खिएर अनि कतिखेर जाने हो यही हुन्छ है। धेरै हिँड्यो भने चाहिँ म चाहिँ धेरै भयो भने चाहिँ यो पर्खिँदा नै टाइम लाग्छ क्या अटोमेटिकली। त्यो त त्यही हो। अब कतिखेर हुन्छ। अनि अब यहीँनिर 7-7:30 हुन्छ होला लगभग है। अनि त्यसपछि गयो हुन्छ होला जस्तो लागिसक्यो मलाई चाहिँ। त्यत्रो ढिलो भन्दा यहीँ खाजा खुवाउनुपर्छ फेरि। यत्रो पर्खेको भएको छु। ल के कस्तो हुन्छ म तपाईँहरूलाई देखाउँछु। अनि को साथीहरू आउनुहुन्छ त्यो पनि सबै देखाउँछु है त। अनि आजको हाम्रो ब्लग चाहिँ दानावारीसम्मको हुनेछ है। 6:15 भयो। अनि अब चाहिँ हामीहरू जाँदैछौँ, 5जना जम्मा भयो। अनि अहिले चाहिँ सबै नयाँ छ नि त, धेरै चिनेको छैन, त्यही भएर बोलेको छैन। अहिले भरे बोल्छौँ है। अब कति बजे पुग्छौँ थाहा छैन। हिँड्दै जाने हो भने चाहिँ अलिक ढिलो पुग्छौँ होला त्यहाँसम्म पनि है। हिँड्यौँ। अहिले शान्त छ बजार। सफारीमा गयौँ। अनि यहाँ काठमाडौँसम्मको लागि हो। अनि हामी चाहिँ 5जना छौँ अहिले। उहाँहरूको नाम पनि थाहा छैन मलाई, मेरो नाम पनि उहाँहरूलाई थाहा छैन। अहिले भरे एकछिन खान्छ चिन्ता नगरेको। अनि हामीले चाहिँ खाना पनि ल्याइदिउँ। अच्छा आज यो खाने अरे, त्यही भएर है। ल पहिले चाहिँ काठे पुल भन्थ्यो, काठको पुल थियो र अहिले चाहिँ अब काठको पुल छैन, त्यही पनि हामी चाहिँ काठको पुल्ने भन्छौँ। अब चाहिँ लगभग हामीहरू सबैजना यहाँ भेला हुने कुरा छ है साथीहरू यो पुलमा। हेरौँ को कति बजीतिर आइपुग्नुहुन्छ है। अहिलेको मौसम चाहिँ यस्तो छ, राम्रो छ। यो चाहिँ खाना आमा सवारीबाट भर्खर यहाँ चाहिँ झरेको। अनि हात पनि छैन नि दारु गर्ने। ठिक छ। हामीहरू चाहिँ यहाँनिर काठे पुल आइसक्यौँ। अब अरू साथीहरू चाहिँ कोही पनि आउनु भएको छैन है। ल अब यहाँ बस्छ, सेउती खोलामा गएर पौडी खेला। मौसम चाहिँ चिसो छ है। हामी चाहिँ ताजा नि हो यता डाँडातिर। तीर्थ साथी हाम्रो अरू साथीहरूको पर्खाइमा सबैभन्दा छिटो आउने तीर्थ साथी र म हो।
अनि उहाँहरू आउनु भएको छ। बाँकी साथीहरूको बाटो हेर्दैछौँ, खोइ आउने आइपुग्दैनन्। तितो साथी के भन्नुहुन्छ? के भन्नुहुन्छ? तितो त्यहाँ हामीले खाएर डाइजेस्ट भइसक्दाखेरि पनि आइपुग्नु हुँदैन होला। ठिक 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 ठिक। खाना चाहिँ यहीँ छ है। अब अहिले खोलेर खाना चाहिँ मिल्दैन क्या र। खाना चाहिँ नलैजानु नि। बाँकी मजा गरेछ हामी खाम बस्नु त खाम होइन निकाल्ने हो कि अनि त्यसपछि सोध्ने हो क्या तितो साथी। मलाई चाहिँ दुईटा ल। त्यो भी लेख्नुपर्छ सबैको लागि एकैवटा यति। हेलो नमस्ते सर। हेलो हेलो हाई ह्यान्डचेक ह्यान्डचेक। एकछिनमा मात्रै बोल्छ अहिले बोल्ने बेलामा छैन। 10-15 मिनट टाइम लाग्छ। चाहिँ यहीँ 7 बजिसक्यो अनि 6 बजे यहाँ भेला भएर जाने भनेको यहीँ 7 बजिसक्यो। चाहिँ आइपुगेको छैन साथीहरू है। अनि मलाई चाहिँ भोक लाग्यो। उहाँ एकजना साथीले मलाई स्याउ दिनुभएको छ। यो स्याउ खान्छु, मिठो छैन है। मिठो छ। बिहान बिहानै स्याउ खाएको राम्रो। पर्खिनु पर्ने लास्टै भ्याउ क्या। साथीहरू छिटै आइपुगोस् भन्ने कामना छ। म स्याउ खाँदैछु। हामी चाहिँ अहिले दानाबारी जानु लागेको है। अब चाहिँ भेला भएर जाने भनेको। यहाँ काटेपुलमा 6 बजी भेला हुने अनि जाने भनेको। तर 7 यहीँ बजिसक्यो क्या। के भयो यार साथीहरू, यस्तो त नगर्नुपर्ने हो। अब यस्तो साथी भएपछि मैले के गर्ने? यसरी खाने फाइनली हामी चाहिँ 6 बजे जाने भनेको 7:30 बजेदेखि हिँड्न थाल्यौँ है। ल 7:30 भयो अब हिँड्न थालेको। फाइनल्ली हामी हिँड्दैछौँ है। कतिजना जति छौँ हामीहरू? 15जना होला कि। ल 15जना जति थियौँ होइन। लास्टै ढिलो निस्किनु चाहिँ। अनि अघि चाहिँ मैले मेरो चिनेको दाइहरू पनि भेटेँ, मेरो साथीहरू। उहाँहरू चाहिँ गइसक्नु भएछ। ल हामी पनि जाँदैछौँ। अब हेरौँ कति बजी पुग्छौँ है, बाटो कस्तो हुन्छ। हजुर आधी निकाल्नु। हेलो साथीहरू, म चाहिँ तीर्थको दाइ शान्तिराम राई। तपाईँहरू सबैजनालाई हाम्रो तीर्थ भाइको भ्लगमा अनि मेरो भ्लग शान्तिराम वाइटीमा स्वागत छ। युट्युब च्यानल मेरो पनि सब्सक्राइब गरिदिनु होला भाइको सँगसँगै। जाँदैछौँ अनि हिँडेको चाहिँ 5-10 मिनट भइसक्यो। यस्तो हेर्दाखेरि स्या गर्दैछ अहिले नै शान्तिराम दाइ। यहाँ हिँडेको 5 मिनट भयो, स्या गर्दै हुन्छ होइन। ल हामी चाहिँ पत्रङबारी आइपुग्यौँ। अब यहाँदेखि चाहिँ यता होइन प्रकाश? अब यहाँदेखि चाहिँ यता जाने। जङ्गली जङ्गल। के छ तिम्रो खबर है? म चाहिँ हल्का हिँड्दै थोरै थाकेँ। 2 मिनट रेस्ट गरेपछि फेरि हिँड्ने स्टामिना गेन भइहाल्छ। घाम लागिरहेछ अलिअलि। कहाँ अनि घाम लाग्यो, घाममा बस्छ भने त झन् काले भयो भने। त्यो फोटोमा ल मेरो 2 घुट्की यहाँ छ। सबैले मेरो 2 घुट्की बोक्यो भने भयो। धेरै नै खाँदिनँ। अनि म जहिले झोला बोक्थेँ नि त होइन। अब झोला बोक्यो भने कसैले यो भ्लग बनाउनु पर्यो नि त। ल दाइ दिनु त, म भ्लग बनाउँछु। कसलाई बाँकी भयो? म भ्लग बनाउँछु अहिले। प्रकाश पानी बोक्यो। पानी बोक्नुलाई त मलाई नै चाहिन्छ। यो त
अहिले भरे को लागि बेसिक निड नै हो। अहिले भरे मलाई बिदा भइगयो भाइ हामी चाहिँ जाँदैछौँ। हामी चाहिँ यहाँ बाटोमै छौँ खोइ साथीहरू आइपुग्नु भएन अनि यस्तो पर्खिदिएको है खोइ कहाँ तल त को त त्यो होइन होइन के कस्तो लागिरहेछ यता हेर्नु नि यता हेलो हेलो कस्तो लागिरहेछ हाँसेर भन्नु हाँसेको सुन्नु भएको छैन यतिको हाँस्ने चाहिँ हुनुपर्छ त्यस्तो एकचोटि हाँस्दैन आयो एकचोटि ठुलो सोले क्या पैसा दिएको र यी भिडियोबाट आयो भने दिँदैन ए लजा गरे गीत गाइदिएछ अञ्चल लजा हो ती झार जस्तै लजा छु भन्दा पैसा दिए पछाडि त ठिकै छ पैसा दिने आइसक्यो रोल दिने कुरा गरिसक्यो त नि म फोकटमा हाँसी बस्छु नितेश साथी ऊ बहिनीलाई के गरौ अरे होइन भूतको हाँस्ने रोल भन्दैछ त नि म खै छ त यहाँ सुनाउँदैछ सबैलाई के म खै नितेश सरले कन्भिन्स गर्नु भएर दृष्टि बहिनी गर्दौ के गर्दौ गर्दैौ न गर्दैौ भन्नु भएर त हो अस्ति केक पनि लिएर आउनु भएको थियो फकाउनुको लागि केक पनि खायो है केक पकाउनु लागि रोलको लागि के मेरो हाँसो दृष्टिको हाँसो चाहिँ बहिनी हात लडाएर फेरि पैसा दिनु अरे उसलाई हाँस्नको लागि पनि हात टेकेर हिँड्दो रहेछ लड्यो भने खुट्टा टेकेर हिँड्छ अन्त हात टेकेर हिँड्दैन लड्नुभन्दा त हात टोकेर हिँड्नु ठिक हिँड्दैन हो कसको फोन हो यो मेरो ए हो राम्रो आउँदैन हाम्रो ठिक छ त्यही पनि भन्नु दृष्टिभन्दा खतरा त्यो त हाँस्नु हुँदो रहेछ पनि कम्पिटिसन ल यहीँनिर अरे खै हिँडेको यत्रो टाइम भइसक्यो होइन अझै आइपुगेको छैन म हेर्छम है म हेर्छम आएँ साथीहरू बहिनी अहिले चाहिँ हामी लगभग सबैजना भेटिसक्यौँ होइन अनि खाजा खान थालेको चौचाउ अनि स्याउ पनि हुनुहुन्छ यहाँ अनि यहाँ खाँदै हुनुहुन्छ हजुर रमाइलो भइरहेको छ हामी बाटै अलकत्र बाटै रोकेर बसिरहेको छु बिचमा है ल यस्तै छ ओ बिस्कुट धन्यवाद मिठो हुँदो मेरो भएको निकै सजिलो हामी हिँडेको चाहिँ 2.5 घन्टा भइसक्यो होइन तर पनि आइपुगेको छैन अझै अनि थाकियो अल्छी लाग्यो किनकि यहाँबाट केही देख्नै पाएको छैन मजाले मैले हावा चिसै छैन मौसमै है ए यो आमा क्या राम्रो हाँस्दो रहेछ त यस्तो छ घाम डह्रो लागेको छ अहिले चाहिँ अनि उकालो बाटो हिँड्दैछौँ लास्टै गलियो घामले धेरै गलिएको म चाहिँ अन्तिममा छु अहिले अघि साथीहरू सबै अन्तिममा भयो नि म चाहिँ बाटो लगाउन आएको खास चाहिँ ल उताको बाटो हुन्छ खास चाहिँ
तर म चाहिँ यो बाटो आयो हेरौँ कति टाइम लाग्दो रहेछ प्रकाश कस्तो भइरहेछ हौ हिँड्नु रमाइलो भइरहेको छ हाम्रो गाईभन्दा त धेरै त्यसको त यो त डबल 2 गुणा ठुलो प्रकाश कस्तो भइरहेछ हिँड्नु थाक्यो मजा आयो ल ठिक छ मजा आइरहेछ अब हिँड्नु है हिँडिरहेछौँ अब चाहिँ यहीँ आइपुग्यौँ यो झन्डाको ठाउँमा तर यस्तो घुमेर जानुपर्छ एक राउन्ड अनि अब चाहिँ आइपुग्यौँ लगभग 3 घन्टा जति लाग्यो हिँड्नेहरूलाई त त्यत्रो लाग्दैन रहेछ हामीलाई चाहिँ 3 घन्टा लाग्यो खासै नहिँडेरहरूलाई ल अनि भ्लग पनि त्यति धेरै बनाएको चाहिँ छैन यसो अलिअलि मात्रै छ हामी चाहिँ फाइनली दानाबारी आइसक्यौँ है साथीहरू अनि यहाँ चाहिँ अरू पनि थुप्रै मान्छेहरू हुनुहुँदो रहेछ यता यता हामीहरू यही भ्यू हेर्नलाई आइपुगेको यहाँसम्म चाहिँ साथीहरू साथीहरू चाहिँ अघि आइपुग्नु भएको छ सबैजना यहाँ बसिरहनु भएको छ यो चाहिँ हाम्रो दानाबारीबाट देखिएको दृश्य है साथीहरू आमा चस्मा लगाएपछि त प्रकाशलाई नचिन्दो रहेछ नि त यता हेर्नु त उहाँलाई पनि भन्नु त सिसम हेर्नु त आमा ए नि ओ फेरि एकचोटि यस्तो फेरि एकचोटि दृष्टिलाई भन्यो भने पनि हेर्दैन मलाई थाहा छ अब हेर्छ दृष्टि भन्छ कस्तो राम्रो आयो ल साथीहरू हामी चाहिँ यहाँ बस्छ प्लिज सबैजनाले अनसब्स्क्राइब गरिदिनु होला तपाईको पनि युट्युब छ सब्स्क्राइब गरिदिनु ल म तपाईँलाई भरे पठाउँछु है मेरो मात्रै रहन्छ यार युट्युब मेरो भर्खर 490 मात्रै हुँदैछ के सबैले अनसब्स्क्राइब गरिदिनु होला उहाँको च्यानल तीर्थ भाइको च्यानल स्किप गरिदिनु होला सबैले आमा यति माया गरेपछि त के चाहियो जिन्दगीमा मेरो मात्रै छैन युट्युब चाहिँ मेरो घर चाहिँ उयो परको है यहाँ देखिरहेको छ नि त्यो निलो निलो कलरको छ नि त्यो चाहिँ मेरो घर हो है तपाईँको घर चाहिँ कुन हो ए उयो रातो रातो भएको घर अरे उहाँको चाहिँ होइन तपाईँहरूको घर चाहिँ कुन होला भन्नु होला है ल ल ओके साथीहरू यतिखेर चाहिँ म दानाबारीमा आइपुगेको छु होइन धरान 4 को यो दानाबारी हो अनि तपाईँहरू पनि यहाँ आउन चाहनुहुन्छ भने चाहिँ आउन सक्नुहुन्छ अनि बजारदेखि चाहिँ लगभग भान्चोकदेखि भनौँ न 3 घन्टामा मजाले आइपुग्नुहुन्छ अनि बाटो पनि एकदमै सजिलो छ अनि यहाँबाट चाहिँ एकदमै राम्रो मौसम देखिन्छ है ल चाहिँ हामी यहाँ बस्छौँ यहाँबाट चाहिँ यस्तो यस्तो देखिन्छ साथीहरू धरान लगभग सबै देखिन्छ है अनि यस्तो चिसो हावा आइरहेछ हेलो नमस्ते यतिखेर म चाहिँ धरान 4 को दानाबारीमा आइपुगेको छु अनि यो ठाउँ चाहिँ एकदमै राम्रो छ धरानमा घुम्नको लागि तपाईँहरूलाई घुम्न मन लागिरहेछ विशेष हाइक जान मन लागिरहेको छ भने चाहिँ तपाईँहरू यो ठाउँ आउन सक्नुहुन्छ अनि तपाईँहरू भान्चोकदेखि चाहिँ जम्मा 3 घन्टा लगभग 3 घन्टा यो चाहिँ बिस्तारो हिँड्नेलाई 3 घन्टा छिटो हिँड्नुहुन्छ भने चाहिँ 2 घन्टा 2.5 घन्टामा मजाले आइपुग्नुहुन्छ अनि यहाँ चाहिँ खानको लागि राम्रो होइन होटलहरू छ रेस्टुरेन्टहरू छ बस्नको लागि पनि त्यही भएर आउनु होला घुम्नु होला एकदम रमाइलो गर्नु होला यो ठाउँमा देखाइदेऊ यहाँ साथी यता कस्तो छ हाम्रो साथीहरू चाहिँ खाना खान थाल्नु भइसकेछ है आमा भोक लागिसकेको छ नि त साथीहरूलाई त्यही ल तर यो चाहिँ अलिकति व्यवस्थित गर्ने बेला भएको रहेछ यार महिलाहरू चाहिँ है यस्तो चाहिँ साथीहरू यहाँ खाँदै हुन्छ ठिक छ हजुर हजुर हुनुहुन्छ थिएन भने केही छैन ए म आलु दिन्छु ए हजुर के चाहिन्छ हजुर ए हुन्छ यति यति हिँडेर 10 केजी घट्यो अरे घट्यो भाइ घट्यौ तिमी भाइको जिउै हराउने रहेछ र सबै साथीहरूले खाँदै हुन्छ मैले भिडियो गरेँ नरिसाउनु ल ल सबैजना खाँदै हुन्छ कस्तो छ भन्नु चिकन मिठ छ प्रकाश कस्तो
मेरो चाहिँ नखोलिहाल नि फेरि यो कसको थाहा छैन हो ओ मेरो यहाँ पनि छ क्या दुईटा आलु हो नि भेज हो त्यो अर्को खाउ तिमी यो खान्छु म ए मेरो भाग झन्डै खाइदियो प्रकाशले कस्तो मिठो मिठो हुन्छ तपाईको टेस्ट ल कस्तो म खाएको बेला बोल्दिन ओ सरी मिठो चस्मा लगाएर खाउनु न हजुर के छ अचार खोल्दा खोल्दै यहाँ दिन गइसक्यो ल दिन नजाओस् आमामा नपर्खी खाइदियो क्या शान्तिराम दाइ भयो 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 होइन मिठो साथी ल तपाईँ चाहिँ धेरै खानु पुगेन भने पनि भन्नु दिनुहुन्छ होइन तल किनिदिन्छु तल किनेर खाने होइन कहाँ मेरो त दिनु म किनिदिनु सक्दिनँ हेर एउटा आलु दम एउटा आलु त मागेर पनि दिन सक्छ यार साथीलाई हामी चाहिँ खाँदैछौँ है साथीहरू मेरो चाहिँ यस्तो छ हाम्रो भेजी हो मेरो चाहिँ होइन अनि साथीको चाहिँ चिकन खाँदै हुन्छ चिकनै छैन खानासाना पनि खाइयो है अब यसो यहाँको वातावरण हेर्छौँ यहाँबाट चाहिँ यस्तो भ्यू देखिन्छ साथीहरू हेर्नु यस्तो हुनुहुन्छ है त्यस्तो त होइन त्यो साथीको उयोमा कुरा सबैमा कुरा आउँछ भ्लगमा कति गोरो देखेको पछाडिको होइन न पछाडिको ब्याकग्राउन्डसँग पुरा मिसिरहेको छ कसरी छुट्याउनु अब अन्त रातो लुगाले मात्रै अलिक छुट्याइरहेछ कति राम्रो रातो र चन्द्र सूर्य रातो झन्डा रातो लुगा यो कसको बुढा हो कसको बुढा हो यति राम्रो जसले पायो एकदमै भाग्यमानी जसले पायो एकदम भाग्यमानी हो यस्तो 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 यो कालो बोका मैले केही बोलेको छैन कराउँदैछ कालो का कराउँदैछ ए आमै कसरी एउटै ठाउँमा निकाल्नु दाजु ल राम्रो भिडियोको लागि तपाईलाई अडियो चाहिँ नसुन्नु ल त्यो साथी ए ल अहिले चाहिँ अडियो गरौँ ल ल ल यतिखेर चाहिँ म धरान 4 को दानाबारीमा छु है ठाउँ चाहिँ एकदमै दामी छ यहाँबाट चाहिँ एकदमै दामी दृश्य देखिरहेको छ अनि तपाईँहरूलाई नि आउन मन छ भने यहाँ आउँदा हुन्छ हाइक गर्नलाई है धेरै टाइम पनि लाग्दैन जम्मा 2-3 घन्टा हिँडेर यस्तो राम्रो ठाउँ शीतल ठाउँ आउन चाहनुहुन्छ भने आउनुहोस् अनि यहाँ चाहिँ खानाको व्यवस्था बस्नको सबै व्यवस्था छ है ल तपाईँहरूलाई मनपर्छ भने आउनु होला घुम्नु होला ओके यति भन्दै थ्याङ्क यू सो मच नितेश भिडियो खिचिदिनुको लागि फोटो सेसन चलिरहेछ साथीहरू मेरो क्यामेराबाट चाहिँ राम्रो आएन भनेर होला अरू साथीहरू चाहिँ फोटो खिच्दै हुन्छ ऊपर भुइँ ननिकाल्नु न ऊपर भुइँ आयो क्या यस्तो गरे अरे हो के जस्तो देख्यो भनेर भन्दै थियो यहाँ चाहिँ पुरै हुस्सु लागिरहेछ है कस्तो राम्रो छ है तर यहाँबाट चाहिँ धरान हेर्न आएको अब धरान त यस्तो हुस्सु नै हुस्सु छ अब कसरी हेर्ने होला अब हेरौँ यहाँ फुल छ कि भनेको ए यस्तो यहाँ चाहिँ यस्तो छ है अनि यहाँबाट चाहिँ धरान हेर्न आएको अनि धरान चाहिँ यस्तो छ है साथीहरू 1.5-2 घन्टा बस्यौँ है अब चाहिँ यहाँनिर हामी तल जान्छौँ जे होस् एकदमै रमाइलो भयो ठाउँ राम्रो छ है फोटोहरू खिच्यो भिडियोहरू गऱ्यो यहाँबाट दृश्यहरू हेऱ्यो तर हुस्सु लागेर चाहिँ धेरै देखिएन है साथीहरू यहाँ छ यो चाहिँ मेन फोटो खिच्ने ठाउँ चाहिँ यो है हाम्रो दानाबारीकै अनि यो चाहिँ अलिक सफा गर्ने बेला भएको रहेछ हामीले चाहिँ हाम्रो खाएकोहरू सबै सफा गरेर राख्यौँ हजुर ल यहाँ अरू ढिलो गर्दै हुनुहुन्छ ल हामी चाहिँ अब जानको लागि हिँड्यौँ साथीहरू है
टिआरबी ए टिआरबी ब्लग के छ त्यसलाई अनसब्स्क्राइब गरिदिनु होला टिआरबी छ टिआरबी ब्लग के छ हुन्छ अरे हौ ए हो प्लिज सब्स्क्राइब गरिदिनु होला यस्तो अनर हेरेर किनिनु जस्तो लाग्यो तीर्थ लाउ ला दाइ 5 रुपैयाँ लगाइदिन्छु भन्दै थियौ नि हजुर लौ बाइ बाइ तीर्थले दिन्छु भनेको थिएँ नि त 5 रुपैयाँ रहेछ क्या ब्याग हैन खोइ कसैले भन्नु म क्या हिरो देखेको यार मलाई नै हो भाइलाई हो साँच्ची मेरो पनि सब्स्क्राइब गरिदिनु ल च्यानलको नाम पनि भन्दियौ न ए औडा सर ल औडा सर ल म भरे शान्तिराम दाईकोबाट हेरेर गरिदिन्छु ल के छ भन्यो हुन्छ सर औडा सर औडा औडा अरे औडा युट्युब छ अरे टिआरबी ब्लग प्लिज सबैले सब्स्क्राइब गरिदिनु होला थ्याङ्क यू लाइक कमेन्ट शेयर पुरा भिडियो हेर्दिनु होला अब हामीलाई चटपटे किनिदिनु हुन्छ अरे दाइले दाइको सब्स्क्राइबर्सहरुलाई सुन न हुन्छ मैले चाहिँ एउटै पनि भिडियो हेरेको छुइनँ त्यो पनि तपाईहरुले चाहिँ सबै हेर्दिनु होला ल अहिले चाहिँ 1 बज्यो लगभग अनि अब यहाँबाट हामी फर्किँदैछौँ हेरौँ कति बजे फर्किन्छौँ भनेर कति बजे पुग्छौँ है त अब फर्किँदा त के धेरै भिडियो बनाउनु होइन धेरै भिडियो बनाउनु पनि अल्छी हुन्छ तपाईँहरू हेर्नु नै हुँदैन मेन गरी त भिडियो बनाए पनि जति नै राम्रो भिडियो बनाए पनि हेर्ने होइन कसैले अनि के लामो भिडियो बनाउनु ला हो भाइ के भन्नुभयो मेरो टिआरबी ब्लग छ होइन म भरे गरिदिन्छु हुन्छ मेरो त धेरै छैन त सब्सक्राइब भर्खर 490 भयो ए पहिलेको त थियो पहिलेको त त्यसको भ्युजहरू पनि राम्रो थियो नि अहिलेको त जाँदैन साथीहरू इस्कुस किन्ने कुरा भयो अनि यहाँ चाहिँ बोर्डबाटै इस्कुस टिप्दै हुन्छ है साथीहरू हो खै हेरौँ त इस्कुस ओहो हेर्दा राम्रो छ क्या हो अनि केमा सानो रहेछ अहिले त मायाले संसार नथाम्ने ओहो फेरि एकचोटि भनिदिनु त मायाले संसार नथाम्ने नि त है इस्कुस टिप्दै हुन्छ कति राम्रोसँग फलेको रहेछ है फल्नु त इस्कुस बारीमा भनौँ कि इस्कुस गाडीमा भनौँ त्यहाँ छौँ है अनि इस्कुस चाहिँ यस्तरी फलेको छ सेतो इस्कुस है इस्कुस यहाँ हुनुहुन्छ अनि म चाहिँ यहाँ छु हेलो इस्कुस यहाँ चाहिँ इस्कुस ल्याइदिनु भयो टन्नै अब यो जोख्ने खोइ सोध्नै पर्छ होला राम्रो आयो यता हेर्नु एकचोटि राम्रो आयो तपाईँ पनि राम्रो आउँछ हामी त के खिच्नौ यस्तो फोटा तपाईँ झन् कति राम्रो आउनु भएको छ रातसात छैन म त बाटोमा बस्छु थुप्रो केटाहरू आउँछ कि कुर्ता माटेर उचाल्दै जान्छ नि थुप्रो गेस के गरेको त्यो हो भनिदिनु मैले त्यहाँ सुत्नु आएको भन्छु होमस्टे छ त्यहाँ पैसा छैन हो कता हो आन्टी हुन्छ त्यो बोजू आन्टी माथि छ कि त्यहाँ अन्त त्यहाँ बुझियो जानुहुन्छ यहाँको ठाउँ कस्तो राम्रो छ है राम्रो जाडोमा जाडो गर्मी त हुँदैन गर्मी चाहिँ हुँदैन हजुर किन्नु नै ल मेरो लागि आयो फाइनली मैले पैसा नतिरिकन स्कुल लगेँ क्या जग्गा किन्नु यतातिर बस्ने ए हेर मेरो स्कुल फ्रीको भएर त मैले त पैसै पाएको थिइनँ त्यही भएर ल ल्याउ 5वटा अझै एकछिनमा जित्छ अझै झोला बाटोमा प्रकाशको बोकिदिन्छु उसले 2टा थपिदिइहाल्छ मलाई गुदी भएको दिनु न बुद्धि मन पर्छ ल मैले चाहिँ साथीहरू फ्रीमा इस्कुस पाएँ है 1 2 3 4 5वटा बोनसमा इस्कुस पाएँ आन्टीलाई थ्याङ्क यू गुदी भएको चाहियो अरे यहाँ चाहिँ मलाई गुदी भएको दिनु न छैन गुदी सुदी यहाँ हेलो साथीहरू
अहिले चाहिँ हामी हाइकिङ आइरहेछौँ कहाँनिर हो हाइकिङबाट फर्किँदैछौँ फर्किँदैछौँ दानाबारी अथवा जुपे डाँडा भनौँ न अहिले चाहिँ हामी खाजा खानालाई यहाँनिर आएको छौँ एकदम दामी हो यो ठाउँ मौसम चाहिँ रिसोर्ट पनि राम्रो रिसोर्ट राम्रो छ मौसम पनि चिसो छ एकदम उयो हुसु लागिरहेछ चिया र चटपटे भयो भने त त्योभन्दा के भएर होइन अरूले चियाहरू खान्छन् हामी चिया चटपटे कपाल हेर्नु मेरो यतिकै हेर्छौँ हुनुभयो भने त समीर भट्टा त खानु लाग्छ अन्त हो पर मलाई सुहाउँछ नि दारीजुङमा छ नि त रेलवे खिच्नुहुन्छ हाई ल हाई काम चटपटे मिठो छ खाँदै थिएँ हामी खाजा खाइदिनु अघि चटपटेको खिचेँ अहिले चाहिँ सकिसकेपछि यस्तो छ यो मलाई चाहिँ चटपटे दिएन तीर्थ भाइ यो भाउजू नन्द बुहारीहरू के अरे देवरहरू मिलेर हो मैले नदिएको के गर्नुहुन्छ म के गर्न सक्दिनँ देख्नु भयो त आफूलाई अनम्यारिड भन्नुहुन्छ नि त मलाई बुहारी भनिसक्नु भइछ भने घरि भाउजू भन्नुहुन्छ मलाई देवर भनेको बुहारी भनी पठाएछु क्या कस्तो म त यो चाहिँ अलिक पर राख्नुपर्छ अहिले आउनु भयो त्यो चाहिँ एउटै त्यही राखेँ कि दाजु मैले भाउजूलाई चाहिँ हो सुन्न गफ भरि यहाँ हामी चाहिँ अब तल आइसक्यौँ होइन अनि तल आएर पनि हामी टेम्पोमा चढ्यौँ है अब चाहिँ हामीहरू सँगै जाँदैछौँ यो ब्लग चाहिँ यहीँ इन्ड गर्छौँ अनि आज दानावारीसम्मको यात्रा यस्तै भयो कस्तो भयो तपाईँहरू हेर्नु होला रमाइलो गर्नु होला है बाई बाई